दुनियाँको सबैभन्दा लोयल फ्यान बेसको कुरा गर्नु पर्दाखेरि आइपिएलको आरसिबी फ्रेन्चाइजिस जो छ त्यसको जतिको त्यो फ्रेन्चाइजिसको जतिको लोयल फ्यान बेस कहीँ पनि भेट्न सक्दैन हामीले। जति पनि आइपिएलको म्याचेसहरू भइरहेको छ अथवा जति पनि सिजनहरू भयो आरसिबीले अहिलेसम्म एउटा पनि ट्रफी उठाउन सकेको छैन। जहाँनिर आइपिएल सुरु भएको थियो 2008 देखि 2008 मा राहुल द्रविड क्याप्टेन थियो। त्यसको बादमा विराट कोहलीको एरा सक्यो है। त्यसको बादमा अहिले नयाँ क्याप्टेन आरसिबी को अपोइन्ट भएको छ। The new captain for RCB is Rajat Patidar. त्यत्रो वर्ष बित्दाखेरि पनि एउटा पनि ट्रफी उठाउन सकेको छैन। तर पनि फ्यान भन्ने फ्यानै हुन्छ भनेको जस्तो आरसिबी को फ्यानहरूले अहिलेसम्म पनि वफादार भएर लोयल भएर आरसिबीले कहिले ट्रफी उठाउँछ भन्ने वेट गरिरहेको छ। अस्ति मैले एउटा भिडियोहरुतिर देखेको थिएँ कि कुम्भ मेलामा गएर विराट कोहलीको जर्सीलाई जुन चाहिँ कुम्भ मेलामा डुबाइरहेको थियो है त्यो पानीमा, किनभने आरसिबीले ट्रफी जितोस् भनेर। त्यति साह्रो फ्यानहरू लोयल छ। अहिलेसम्म एउटा ट्रफी पनि जितेको छैन तर पनि त्यति साह्रो लोयल वफादार भएर बसिरहेको छ। र 2025 मा आशा गरेको छौँ कि आरसिबीले कतै ट्रफी जित्छ कि भनेर। तर आरसिबीले ट्रफी नजिते पनि जुन चाहिँ फ्यानहरूको मन जितेको छ। किनभने जुन चाहिँ आइपिएलको फ्रेन्चाइजिसमा आइपिएलको टिमहरूको कुरा गर्नु पर्यो भने आरसिबीको जत्रो फ्रेन्चाइजिस अथवा आरसिबीको जस्तो फ्यान फलोइङ कुनै पनि टिमको छैन। फर्स्टमा आरसिबी, त्यहाँबाट सिएसके, त्यहाँबाट मुम्बई इन्डियन्स नै आउने गर्छ। यसरी नै तीनटा आउने गर्छ। जहाँनिर सिएसके को पनि धेरै फ्यान बेस छ, मुम्बई इन्डियन्सको पनि धेरै फ्यान बेस छ। किनभने सिएसके र मुम्बई इन्डियन्सले त जुन चाहिँ ट्रफी त जिति नै रहेको, तर आरसिबीले भने अहिलेसम्म एउटा ट्रफी जितेको छैन। ट्रफी नजिते पनि फ्यान बेस भने सबैभन्दा बेसी आरसिबीको नै हामी देख्न सक्छौँ। अब त्यो फ्यानहरूको प्रति के माया हो हामी बुझ्न सक्दैनौँ, या विराट कोहलीको फ्यान बेस बेसी भएको कारणले गर्दा हो कि आरसिबीको धेरै फ्यानहरू भएको। तर आरसिबीलाई धेरैजनाले मन पराउने गर्छ र आरसिबीको जुन चाहिँ फ्यानहरू छ दे आर सो लोयल। र यस त्यस्तो खालके लोयल फ्यान पाए के खोज्नु है। हामीले पनि गर्लफ्रेन्डहरू त्यस्तो पायो भने दामी हुन्छ, या बोयफ्रेन्डहरू त्यस्तो पायो भने राम्रो हुन्छ है। किन त्यति साह्रो लोयल त अहिलेको संसारमा गए पनि हुँदैन होला जति आरसिबीको फ्यानहरू छ। र 2025 को कुरा गर्नु पर्दाखेरि चाहिँ 2025 जुन चाहिँ आइपिएल छ यो आइपिएल ग्रान्ड त हुने नै छ, प्लस एकदम एउटा सिग्निफिकेन्ट एउटा इम्पोर्टेन्ट पनि हुनेछ विराट कोहलीको निम्ति। किनभने जुन चाहिँ आइपिएल सुरु भएको 18 वर्ष टक्कै हुन्छ आइपिएल सुरु भएको, र विराट कोहलीको जर्सी नम्बर पनि हो नम्बर 18। सो हामी एक्सपेक्ट गरिरहेको छौँ कि विराट कोहलीले कतै योपालि आइपिएलको ट्रफी उठाउँछ कि भन्ने। र नयाँ क्याप्टेन पनि अपोइन्ट भएको छ जहाँनिर रजत पाटीदार क्याप्टेनसिप गरिरहेको हामीले योपालिको आइपिएलमा देख्न सक्छौँ। रजत पाटीदार वान अफ द बेस्ट प्लेयर नै भन्न सक्छौँ है। रजत पाटीदारले अस्ति एउटा सेन्चुरी पनि हिर्काएको छ आइपिएलमा। सो अभियसली राहुल द्रविडदेखि रजत पाटीदारसम्म यत्रो एरा बितिसकिसक्यो है, तर पनि आरसिबीले ट्रफी भने उठाउन सकेको छैन। र हिजो अस्तिको दिन भर्खरै आरसिबीको जुन चाहिँ अनबक्स इभेन्ट भएको थियो जहाँनिर जर्सीको इभेन्ट, त्यो जर्सीहरू देखाउने प्लस जुन चाहिँ प्र्याक्टिस म्याचहरूको भएको थियो त्यहाँनिर चेन्नस्वामी स्टेडियममा है। आरसिबीको जुन चाहिँ होम ग्राउन्ड चाहिँ हो चेन्नस्वामी स्टेडियम बेङ्गलुरु। त्यहाँनिर हामी देख्न सक्छौँ कि आरसिबीको जुन चाहिँ रिभिलिङ भएको थियो जर्सी, त्यसमा पनि जति पनि फ्यान्सहरू एकदम टनाटन भरिएको थिए। त्यसमा चाहिँ फ्यान्सहरू यति साह्रो थियो कि म्याचमा पनि त्यति फ्यान्सहरू थिएन, हुँदैन। जहाँनिर अस्ति 2025 मै हो योपालिको जुन चाहिँ च्याम्पियन्स ट्रफीमा पाकिस्तानमा त्यत्रो जुन चाहिँ फ्यानहरू नै थिएन, त्यत्रो मान्छेहरू नै थिएन म्याच हेर्ने। त्योभन्दा बेसी आरसिबीको जस्ट प्र्याक्टिस म्याच हेर्न मात्रै त्यति धेरै दर्शकहरू, त्यति धेरै अडियन्सहरू यसरी आएको थियो है। र त्यति बेला जुन चाहिँ नयाँ क्याप्टेनलाई पनि अपोइन्ट गरेर नयाँ नयाँ प्लेयर्सहरूलाई पनि जुन चाहिँ चिनायो, र प्लेयर्सहरू नि योपालि राम्रो नै छ आरसिबीमा, राम्रो नै देख्छु। जहाँनिर फिल सर्ट जस्तो प्लेयर्सहरू छ है। जहाँनिर जस हेजलवुड पनि योपालि आरसिबीमा आएको छ, राम्रो छ। रोमियो सेफर्ट पनि छ जहाँनिर है। र नयाँ नयाँ प्लेयर्सहरू पनि छ, त्यसैको साथमा पुरानो प्लेयर्सहरू पनि छ। त्यसको साथमा विराट कोहली र फिल सर्टले योपालि जुन चाहिँ ओपनिङ ब्याट्सम्यान दुईजना हुनेछ र यहाँ हेर्नु एकदमै मजा आउनेछ। तर एक्चुअलीमा म आरसिबीको फ्यान चाहिँ होइन है। मलाई चाहिँ पहिलादेखि नै सनराइजर्स हैदराबाद मनपर्ने हो है। सनराइजर्स हैदराबादले एकदम सपोर्ट गर्छु, तर पनि आरसिबीमा कता न कतै त्यो एउटा सिम्प्याथी मलाई आउँछ क्या आरसिबीलाई देख्दाखेरि है, विराट कोहलीलाई देख्दाखेरि। किनभने हरेक फ्रेन्चाइजिसले आइपिएलको ट्रफी उठाएको छ सिवाय विराट कोहलीले। सो एकदमै है अब विराट कोहलीको रिटायरमेन्ट पनि छिटो नजिक आउँदैछ र हामी हेर्न चाहन्छौँ कि विराट कोहलीले ट्रफी उठाएको, तर भित्रबाट जेन्युइनली कुरा गर्नु भने चाहिँ म चाहिँ
हैदराबादको फ्यान हो र योपालिको हैदराबादको टिम पनि पोहोरको साल नै हैदराबादले थर्कामान गरेको थियो जुन चाहिँ क्याप्टेन प्याट कमिन्स है र क्याप्टेन प्याट कमिन्स साथै हैदराबादको जति पनि प्लेयर्सहरू छ दे आर सो डेन्जरस। योपालि झन् अझै नयाँ प्लेयर्सहरू थपेको छ, अझै पनि डेन्जरस हुनेछ र तर पनि सायद पुग्न सक्छ होला। आरसिबी पनि योपालि प्लेअफमा 4टा टिम है प्लेअफमा पुग्न सक्छ होला, सेमी फाइनल पनि खेल्न सक्छ होला जस्तो छ किनभने राम्रो छ आरसिबीको योपालि स्क्वाड। सो या वी होप कि योपालि आरसिबीले या त विराट कोहलीको टिमले फाइनलसम्म पुगोस् या त फाइनलै जित्यो भने मलाई केही दुःख मन छैन है र या यतापट्टि र चाहिँ हैदराबाद पनि पुगोस् जस्तो नै मलाई लागिरहेको छ। र तपाईँलाई के लाग्छ योपालि विराट कोहलीले ट्रफी उठाउँछ उठाउँदैन है? तपाईँहरूले कमेन्टमा भन्न सक्नुहुनेछ र जति पनि विराट कोहलीको फ्यानहरू छ कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूले।